श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुदन गुरुङको राजीनामा मागे। सार्वजनिक सम्पत्ति विवरण बारेमा प्रश्न गरेर प्रतिपक्षी दलका नेता साम्पाङले गृहमन्त्रीलाई आफ्नो सम्पत्तिको स्रोत बारेमा जवाफ दिनु पर्यो कि राजीनामा दिएर सरकारबाट बाहिरिन सुझाव दिए। गृहमन्त्री गुरुङको सम्पत्ति विवरण र उक्त सम्पत्तिको स्रोत बारेमा प्रश्न गरेर बनाइएको भिडियो सेयर गर्दै फेसबुकमा साम्पाङले लेखेका छन्, सुदनजी लु खतरा आयो कुरा, अब यो बारेमा उत्तर दिनु पर्यो सामाजिक सञ्जालमै, नत्र राजीनामा दिएर जानु पर्यो, नैतिकताको प्रश्न खडा भयो है। आइतबार सार्वजनिक भएको विवरण अनुसार गृहमन्त्रीको धनकुटा, चितवन र पोखरामा जग्गा छ। धनकुटामा उनकै नाममा 19 रोपनी 15 आना जग्गा छ। उक्त जग्गा लगानीबाट प्राप्त पैसाबाट किनिएको पनि उनको दावी छ। बुबा दिल बहादुरको नाममा चितवनमा 30 कट्ठा जमिन छ। हजुरबुबा रामसलको नाममा गोर्खामा 221 रोपनी जमिन छ। मन्त्री गुरुङकै नाममा 89 तोला सुन र चाँदी 6 किलो छ। विभिन्न बैंकमा गरेर 61,60,000 रुपैयाँ बचत छ। त्यति मात्रै होइन, होप होल्डिङ्स प्रालीमा 30,000 थान सेयरको 30 लाख, लगुम प्रिमियम अपार्टमेन्ट प्रालीमा 57,000 थान सेयरको 57 लाख रुपैयाँको सम्पत्ति छ। एडभेन्चर भिल्ला प्रालीको नाममा 70 लाख रुपैयाँ बराबरको सम्पत्ति छ। विभिन्न कम्पनीको गरी 2,74,56,200 रुपैयाँको सेयर रहेको उल्लेख छ। अझ गृहमन्त्रीकै नाममा 48 लाख रुपैयाँको MG S5 कार पनि छ। यही विवरणबारे अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा र बहस भइरहेको छ। सम्पत्ति विवरण हेर्दा बालेन शाह नेतृत्वको मन्त्री परिषदका सदस्यहरू 101 धनाढ्य देखिएका छन्। गृहमन्त्री गुरुङले आफ्नो सम्पत्तिको स्रोतमा पैतृक र व्यवसाय भनेका छन्। यति कम उमेरमै के व्यवसाय गरेर यत्रो सम्पत्ति आर्जन गरे भनेर सामाजिक सञ्जालमा धेरैले प्रश्न उठाइरहेका छन्। यही मेसोमा हर्कले सम्पत्तिको जवाफ दिनुपर्ने नत्र राजीनामा दिनुपर्ने माग गरेका हुन्। भलै आफूमाथि प्रश्न उठेपछि गुरुङले भने फेसबुक मार्फत, तिमी जन्मदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो भन्दै जवाफ दिए। उनले लेखे, सरकारमा आउनु अघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो। आलोचनापछि उनले यो स्ट्याटस हटाए। त्यस अघि प्रधानमन्त्री बालेन लगायतका मन्त्रीहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै विद्यार्थीहरूले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका थिए। त्यसपछि प्रतिपक्ष दल नेपाली कांग्रेस र एमालेका सांसदहरूले पनि सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिको आय स्रोत तत्काल सार्वजनिक गर्न माग गरे। आज मात्रै हर्कले प्रधानमन्त्रीलाई नै मन्त्रीहरूको सम्पत्तिको स्रोत खोलिदिन माग गरेका छन्। उनले लेखेका छन्, बालेनजी अब धेरै बाचा पत्र नल्याउनु है, जति ल्याउनु भयो त्यो पूरा गर्नु पहिले, अनि तपाईँ लगायत सबै मन्त्रीहरूको सम्पत्तिको स्रोत खोलिदिनु। जनताले त्यही पर्खिरहेछन्। मन्त्रीहरूको सम्पत्तिको स्रोत खोजी भइरहेको अवस्थामा सरकारले भने अब सम्पत्ति छानबिन आयोगले नै बालेन सरकारका मन्त्रीहरूको पनि सम्पत्ति जाँचबुझ गर्ने बताएको छ। बुधबारको मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले 2062 यताका सबै उच्च पदस्थ कर्मचारी र नेताहरूको सम्पत्ति जाँचबुझ गर्न आयोग बनाएको भन्दै सोही आयोगले छानबिन गर्ने बताएका छन्। उनले सम्पत्ति विवरणमा नै स्रोत समेत उल्लेख गरेको जवाफ दिएका छन्। बालेन सरकार बनेको 3 हप्ता नपुग्दै सबैभन्दा बढी कोही चर्चा र विवादमा पर्यो भने त्यो गृहमन्त्री गुरुङ नै हुन्। छोटो समयमै चर्चासँगै विवादमा थुप्रै फेहरिस्त उनले रचिसकेका छन्। उनीमाथि उठेका प्रश्नहरूलाई लिएर रासोपा सांसदहरूले समेत प्रधानमन्त्री बालेन सामु असन्तुष्टि राखिसकेका छन्। बालेनले सोमबार सिंहदरबारमा बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए। त्यस क्रममा काभ्रे पलाञ्चोक 1 का सांसद मधु चौलागाई र धादिङ 1 की सांसद आशिका तामाङले गृहमन्त्रीको कार्यशैलीको आलोचना गरे। गृहमन्त्री केही समय अघि काभ्रेको रोसी खोला किनार क्षेत्र अवलोकन गर्न गएका थिए। त्यसबेला आफूसँग समन्वय नगरिएको भन्दै सांसद चौलागाईले प्रश्न पनि उठाएका थिए। निर्वाचन क्षेत्रमा मन्त्रीहरू जाने बेला जनप्रतिनिधिसँग समन्वय गर्न निर्देशन दिन उनको माग थियो। रासोपाकी अर्की सांसद आशिका तामाङले पनि नागढुङ्गा मुगलिन सडक निर्माण आयोजनाका लागि बालुवाको समस्या समाधान गर्ने क्रममा गृहमन्त्री धादिङ जाँदा समन्वय नभएको बताइन्।
गल्ती ढाकछोप गर्दा भविष्यमा पार्टीलाई नै समस्या पर्न सक्ने उनको चिन्ता छ। सांसदहरूले उठाएको प्रश्नमा प्रधानमन्त्री बालेनले प्रतिक्रिया दिएनन्। प्रधानमन्त्रीले कुनै प्रतिक्रिया दिनु भएन, सबै कुरा सम्झन सकिन्न, लेखेर दिनुहोस् भन्नुभयो। हामी सकेको गर्छौं भन्नुभयो सांसद चौलागाईले भने। त्यसअघि सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको मापदण्डभित्र परेका संरचना हटाउने अभियान चलिरहेकै बेलामा गृहमन्त्री सुदन गुरुङले लिजमा लिएको भनिएको जग्गा पनि सोही क्षेत्रभित्र परेको खुलेको थियो। आजभन्दा करिब 8-10 वर्ष अघि गुरुङ सहित 3 युवा उद्यमी मिलेर फेवाताल किनारमा एडभेन्चर स्पोर्ट्स नेपाल सञ्चालन गर्ने योजना अघि बढाइएको थियो। यसबारेमा सामाजिक सञ्जालमा उनको नाम जोडेर फेवातालमा जग्गा रहेको भन्दै आलोचना भए। सांसद हर्क साम्पाङले गृहमन्त्रीको नाममा फेवाताल क्षेत्रमा 20 रोपनी जग्गा रहेको भन्ने चर्चाले आफूलाई नमज्जा लागेको बताए। यो विषयलाई नैतिकताको सवालका रूपमा उठाउँदै यदि स्पष्ट जवाफ नआए जनताले विश्वास गुमाउने र प्रहरी प्रशासन समेत प्रभावहीन बन्न सक्ने चेतावनी दिए। उनले आफू प्रतिपक्षी दलको नेता भएकाले गृहमन्त्रीमाथि प्रश्न उठाउनु आफ्नो जिम्मेवारी भएको सुनाए। रासोपाकै सांसद खगेन्द्र सुनारले पनि गृहमन्त्रीमाथि उठेका प्रश्नबारेमा निष्पक्ष छानबिन आवश्यक रहेको बताएका थिए। मजबुत ढंगले छानबिन हुनुपर्छ र हुन्छ पनि। सत्य तथ्य आएपछि कसैले पनि चुक्ने वा झुक्ने हुँदैन उनले भनेका थिए। आलोचना भएपछि म आफै ठगिए, कानुनी उपचारमा जान्छु भनेर गृहमन्त्रीले जवाफ दिएका थिए। जग्गा धनीले मापदण्डभित्र पर्ने तथ्य लुकाएर लिज सम्झौता गराएको र अब त्यस विरुद्ध कानुनी उपचार खोजिने उनको जवाफ थियो। देशमै केही गरौँ भन्ने हुटहुटीका साथ ठूलो लगानी र सपना बोकेर काम सुरु गरेका थियौं। जग्गा भाडामा लिनु पूर्व जग्गा धनीले उक्त जग्गा 65 मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाएका थिए। लाल पूर्जामा पनि जग्गा सुरक्षित देखाइएको थियो उनले भनेका थिए। सरकार बनेपछिको सुरुवाती चरणमा गृहमन्त्रीको चर्चा चुलिएको थियो। 182 सिटको प्रचण्ड बहुमत ल्याएर बालेन प्रधानमन्त्री अनि सुदन गृहमन्त्री नियुक्त भए लगतै जेएनजी आन्दोलनको जाँचबुझ गर्न गठित आएको सिफारिस कार्यान्वयन गर्ने भन्दै पक्राउको श्रृङ्खला सुरु भएको थियो। मन्त्री परिषदबाट निर्णय गरेर सुदनले रातभर प्रहरी प्रधान कार्यालयमै बसेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गराउन दबाब बढाए। अन्तमा प्रहरी राजी भएर शनिबार बिहानै दुवै नेतालाई जरुरी पक्राउ पूर्जी दिएर घरबाट समात्यो। यसबीचमा उनले पूर्व ऊर्जा मन्त्री दीपक खड्का बाल श्रम शोषणको अभियोगमा प्रदेशसभा सदस्य सहित सम्पत्ति शुद्धिकरणको अनुसन्धानका लागि चर्चित उद्योगीहरूमाथिको अनुसन्धान अघि बढाइसकेका छन्। बुधबारको मन्त्री परिषदको बैठकबाट गृहमन्त्रीको सक्रियतामा नै भदौ 24 का घटनामा जोडिएका सुरक्षा अधिकारीहरूलाई कारबाही गर्ने कि नगर्ने भन्ने निर्णय दिन सरकारले अर्को जाँचबुझ समिति बनाएको छ। यी घटनापछि गृहमन्त्रीको चर्चा राजनीतिक वृत्तमा ह्वात्तै बढेको छ, सँगैमा आलोचना पनि।